ठिक छ है यही छ है ल आज भनेपछि हामी ASP.NET MVC गरी स्टार्ट गर्छौँ नि त ठिक छ त्यस पछाडि त्यसमा हामी डाटा एक्सेस टेक्नोलोजीहरू बिस्तारै अगाडि बढ्दै जान्छौँ सो यसमा तपाईले न्यू प्रोजेक्ट गर्नुहुन्छ विजुअल स्टुडियोमा हैन ASP.NET MVC यहाँनिर तपाईले कुन चाहिँ लोकेसनमा राख्नुहुन्छ हैन यहाँ चाहिँ जस्तै बाइ डिफल्ट यो डकुमेन्ट्सभित्र समेत राख्नेछ भनेदेखि तपाईले के गर्नुपर्ने हुन्छ त डी ड्राइभभित्र एउटा सबै प्रोजेक्ट्समा त्यो प्रोजेक्ट्सभित्र चाहिँ तपाईले सबै आफ्नो प्रोजेक्ट्सहरू राख्नुहुन्छ जेनरली हैन सो अहिलेलाई हामी लिभफ्रग एकाडेमी डट के को गर्नला छ भने के को सो यसमा तपाईहरुले अब टेक्नोलोजी वाइज पनि डट MVC डट डाटा एक्सेस क्लियर गरेर राख्न सक्नुहुन्छ हैन सो यो प्रोजेक्ट आर्किटेक्चरको बारेमा हामी मेबी सेकेन्ड विक थर्ड विकतिर सक्ला हैन अहिले जस्ट प्रोजेक्ट क्रिएट गर्नुहुन्छ प्रोजेक्ट क्रिएट गर्दाखेरि यहाँनिर MVC चुज गर्नुहुन्छ हैन अनि यहाँ अथेन्टिकेसनमा यहाँ डिफ्रेन्ट अथेन्टिकेसनहरु छ जसमा तपाईले विन्डोज अथेन्टिकेसन हैन एक्टिभ डाइरेक्टरी विन्डोजबाट लगइन गराउने हो भने विन्डोज गराउनु पर्यो इन्डिभिजुअल युजर अकाउन्ट भनेको चाहिँ यो डेटाबेसमा कनेक्सन गरेर तपाईलाई डेटाबेस रिलेटेड लगइन रजिस्टरको कोडहरु अलरेडी प्रोभाइड गर्दैछ कि त्यो केसमा चाहिँ हामीले इन्डिभिजुअल युजर अकाउन्ट गर्छौं नो अथेन्टिकेसन गर्यो भने सिम्पल एउटा चाहिँ हामीलाई टेम्प्लेट दिन्छ वर्केबल प्रोजेक्ट बनाइदिन्छ जहाँ चाहिँ तपाईले होम इन्डेक्सहरु आर्टिकलहरु देखाउँछ सो लेट्स स्टार्ट विथ हामीले के गरी स्टार्ट गर्नु भन्दाखेरि नो अथेन्टिकेसन गरी स्टार्ट गरौँ हैन सो दैट हामीलाई चाहिँ अब आफैले ट्रेडहरु गर्नुपर्ने हुन्छ तपाई कन्फ्युज हुन सक्नुहुन्छ अथेन्टिकेसन नहुँदा युजर म्यानेजमेन्ट रजिस्टर के कता भइराछ भनेर MVC स्टार्ट गर्नु पर्यो हैन त्यहाँ तपाईले वेब एपीआई प्रोजेक्ट क्रिएट गर्न सक्नुहुन्छ वेब फर्म्स क्रिएट गर्न सक्नुहुन्छ हैन वेब फर्म्स हो त्यो चाहिँ वेब फर्म्स हो कन्सोल एप्लिकेसनहरु आदि इत्यादि त सबै यो विन्डोज एप्लिकेसन यो भयो जस्ट फर वेब एप्लिकेसनमा MVC प्याटर्नमा गर्ने कि ट्रेडिसनल हाम्रो चाहिँ वेब फर्म्समा गर्ने त्यसमा चुज गर्ने हो अब हामीले मोस्ट अफ द टाइम चाहिँ MVC नै गर्छौं धेरै जसो हैन यो वेब फर्म्स चाहिँ हर्दै पनि गइराछ सो अब अहिलेको नयाँ कोडहरुमा त वेब फर्म्स भन्ने छैन हैन सो यसरी प्रोजेक्ट एउटा तपाईलाई वर्केबल प्रोजेक्ट बनाइदिन्छ यसले चाहिँ सबै रेफरेन्सेसहरु राखिदिन्छ हैन रन गर्नुभयो भने एउटा वर्केबल एप्लिकेसन बन्यो यसमा है सो तपाईले सिम्पली रन गर्नुभयो भने यहाँनिर एप्लिकेसन नेम होम यो लिंकहरु पनि काम गरिरहेछ हैन अबाउट कन्ट्याक्ट आदि इत्यादि हो सो यसमा तपाईले अब यसमा चाहिँ हाम्रो सोलुसन फाइल छ जसले के गर्छ यसमा नर्मली एउटा प्रोजेक्ट छ यो चाहिँ तपाईको प्रोजेक्टको फोल्डर भयो हैन यो चाहिँ जो liveform.tks भनेर यो चाहिँ तपाईको प्रोजेक्ट भएको यो माथि चाहिँ सोलुसन भनेर लेखिरहेछ सोलुसनमा वन प्रोजेक्ट भनेको छ हैन सोलुसनले चाहिँ के गर्छ त मोर देन वन प्रोजेक्ट होल्ड गर्न सक्छ तपाईको प्रोजेक्टले चाहिँ तपाईको प्रोजेक्टमा चाहिने फाइल्सहरु सीशार फाइल जावास्क्रिप्ट सीएसएस इमेजेस जे जति छ त्यो चाहिँ प्रोजेक्टको अन्डरमा हुने भयो यसमा तपाईले मोर देन वन प्रोजेक्ट पनि क्रिएट गर्न सक्नुहुन्छ जुन चाहिँ यो सोलुसन फाइलमा लेट्स क्रिएट एउटा के क्रिएट गरौँ भन्दाखेरि लिभफ्रग एकाडेमी डट टिकट्स डट वेब फर्म को प्रोजेक्ट क्रिएट गरेर हेरौँ हैन के हो त विषय सो वेब फर्म्स चुज गरेर वेब फर्म्समा चाहिँ तपाईले MVC वेब एपीआई अहिले चाहिँ मल्टिपल एनी जुनसुकै पनि तपाईले क्रिएट गर्न सक्नुहुन्छ कि भित्र गएर कोड गर्न सक्नुहुन्छ तर जेनरली वेब फर्म्समा हेर्नुभयो भने यसले पनि एउटा वर्केबल फाइल दिन्छ हैन विथ लिंक्सहरु काम गरेर एउटा प्रोजेक्ट सेटअप क्रिएट गरिदिन्छ सो अहिले चाहिँ यसले के गरिरहेछ भन्दाखेरि यो प्रोजेक्टको लागि चाहिने फाइल्सहरु के हुन्छ त्यो चाहिँ यसले
प्याकेज म्यानेजरबाट डाउनलोड गरेर यहाँ रेफरेन्सेसहरू एड गरिरहेको हुन्छ त्यो जुन प्रोजेक्ट क्रिएट भयो नि प्रोजेक्ट क्रिएट हुँदाखेरि यसलाई अब के चाहिन्छ होइन जस्तै तपाईँले एन्टिटी फ्रेमवर्क हेर्नुहुन्छ होइन यो डाटा एक्सेस लेयरको भयो यसको भर्जन कति छ भन्दाखेरि 6.00 छ यो चाहिँ हाम्रो केमा भन्दाखेरि भिजुअल स्टुडियोको भर्जन सहित डिपेन्ड गर्छ क्या एन्टिटी फ्रेमवर्क पनि आफ्नै भर्जन छ एन्टिटी फ्रेमवर्क 4, 5, 6 हुँदै आइराख्यो र यो चाहिँ कुन चाहिँ हो त मेरो भिजुअल स्टुडियो हो भिजुअल स्टुडियोमा पनि अपडेट 3 हो होइन तपाईँले लेटेस्ट अपडेट 5 हो लेटेस्ट अपडेटहरू गर्नुपर्ने कारण चाहिँ के हो भन्दाखेरि जुन लेटेस्ट लाइब्रेरिजहरू मार्केटमा अभाइलेबल हुन्छ त्यसलाई पनि इन्क्लुड गरिदिन्छ कि प्रोजेक्ट क्रिएट गर्दाखेरि ठिक छ त्यही भएर तपाईँले लेटेस्ट प्रोजेक्टहरू चाहिँ लेटेस्ट अपडेटहरू चाहिँ गर्नुपर्ने हुन्छ र यसलाई तपाईँले रन गर्दाखेरि राइट क्लिक अब दुईटा प्रोजेक्ट भयो नि त हामी सोध्छौँ फाइलमा राइट क्लिक सेट एज स्टार्टअप प्रोजेक्ट त्यो प्रोजेक्टलाई रन गर्नको लागि रन गरेर हेर्नुभयो भने यो पनि एउटा के छ त वर्केबल फाइल एप्लिकेसन वेब एप्लिकेसन भन्छ कि ठिक छ यो पनि सेम त्यस्तै छ तर यसमा चाहिँ विथ रजिस्टर्ड लगइन भन्ने रहेछ किनभने हामीले अथेन्टिकेसनमा इन्डिभिजुअल युजर अकाउन्टलाई चुज गऱ्यौँ र यसमा तपाईँले सिम्पल हेर्नुभयो भने यो पेज सोर्स गर्नुभयो भने यसको कोड चाहिँ सब HTML नै हो हुन त होइन तपाईँले हेर्नुभयो भनेदेखि HTML छ हेड छ लिङ्कहरू छ बडी छ भित्र के चाहिने कुराहरू छ एक दुईवटा कुराहरू चाहिँ यहाँ लामो लामो स्ट्रिङ्सहरू छ कि होइन आदि इत्यादि सो यसमा तपाईँले हेर्नुभयो भने about.aspx भन्ने पेज छ जसमा चाहिँ तपाईँले यसको डिजाइन भ्यू पनि हेर्न सक्नुहुन्छ होइन यसको डिजाइन भ्यू चाहिँ यस्तो खाले रहेछ र यसको कन्ट्रोल्सहरू नि यसबाट तपाईँले कन्ट्रोल्सहरू जति पनि HTML कन्ट्रोल्सहरू हुन्छ त्यो HTML कन्ट्रोल्सहरूलाई ड्र्याग एन्ड ड्रप गरेर क्रिएट गर्न सक्नुहुन्छ यसको साथसाथै .NET ले प्रोभाइड गरेको कन्ट्रोल्सहरू हुन्छ त्यो युज गर्न सक्नुहुन्छ ठिक छ सो लेट्स गो टु यस यो प्रोजेक्ट वेब फर्म प्रोजेक्टमा हामी कुनै एक दिन हेरौँ होइन अहिलेलाई चाहिँ हामी फोकस गरौँ MVC प्रोजेक्टमै सो यसमा तपाईँले तीनटा मेन कुराहरू मेन कुरा चाहिँ के छ भन्दाखेरि कन्ट्रोलर छ भ्युज छ मोडल भन्ने छ यहाँ तीनवटा कुरा होइन र बाई डिफल्ट यो रन भइरहेछ रन हुँदाखेरि एउटा URL आइरहेछ होइन लोकलहोस्ट समथिङ पोर्ट र यसमा चाहिँ तपाईँको होमको इन्डेक्स हो लागि यो पेज चाहिँ रेन्डर भइरहेछ भनेपछि यो चाहिँ हाम्रो के हो त इन्कमिङ रिक्वेस्ट हो होइन फर्स्टमा आउने इन्कमिङ रिक्वेस्ट चाहिँ यसले अब कसरी प्रोसेस गर्छ यसले कसरी ह्यान्डल गर्छ भन्ने कुरामा फर्स्टमा तपाईँको यो जुन इन्कमिङ रिक्वेस्ट छ त्यो रिक्वेस्ट चाहिँ कहाँ आउँछ भन्दाखेरि कन्ट्रोलरमा आउँछ हो कन्ट्रोलर भनेको हाम्रो कहाँ छ कन्ट्रोलर भन्ने फोल्डर रहेछ यो चाहिँ अलिकति नेमिङ कन्भेन्सनमा स्पेसिफिकै छ है तपाईँले कन्ट्रोलरै राख्नुपर्ने हुन्छ यसमा भ्युजहरू भन्ने फोल्डर हुन्छ र मोडल भन्ने हुन्छ सो यो कुनै पनि प्रोजेक्टमा कन्ट्रोलर र भ्युज चाहिँ यही प्रोजेक्टमा हुन्छ यो मोडललाई चाहिँ तपाईँले अर्को प्रोजेक्टमा पनि मुभ गर्न सक्नुहुन्छ यति बेला मुभ गर्नुहुन्छ जति बेला तपाईँलाई के गर्नुहुन्छ तपाईँले अरू प्रोजेक्टमा पनि सेयर गर्नुहुन्छ होइन क्लास लाइब्रेरी बनाएर गर्नुहुन्छ सो यसमा होमको इन्डेक्स छ यो पेज रेन्डर भइरहेछ होम भन्ने कन्ट्रोलरको इन्डेक्स भन्ने एउटा एक्सन चाहिँ रेन्डर भइरहेको छ ठिक छ त्यो गर्ने काम चाहिँ हाम्रो यहाँ एप स्टार्ट भन्ने ठाउँमा एउटा राउट कन्फिग भन्ने छ सो यो राउटिङ यो इन्कमिङ रिक्वेस्टहरू कस्तो कस्तो खालको हो जस्तै मैले यहाँ इन्डेक्सेस गरेँ भनेदेखि यो पेज ह्यान्डल गर्ने कि नगर्ने यसलाई सर्भ गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ हाम्रो राउटिङ इन्जिनमा आउँछ कि जति पनि आउने इन्कमिङ रिक्वेस्टहरू छ त्यो इन्कमिङ रिक्वेस्ट चाहिँ भ्यालिड हो कि होइन हाम्रो एप्लिकेसनमा त्यसको भ्यालिड कन्ट्रोलर र एक्सन छ कि छैन भनेर डिटरमाइन गर्ने काम चाहिँ यो राउट कन्फिगले गर्छ जुन चाहिँ MVC एप्लिकेसन भन्दा इन्डिपेन्डेन्ट कुरा हो कि MVC नै हुने कुरा होइन यो चाहिँ इन्डिपेन्डेन्ट राउटिङ इन्जिन हो वेब फर्ममा पनि त्यही हुन्छ अरू वेब पेजेसहरूमा पनि त्यो राउटिङ इन्जिन हामीले कन्फिगर गर्न सक्छौँ
सो यसमा तपाईले हेर्नुभयो भने यो सिम्पल HTML पेज नै हो हैन। यसमा के हो भन्दाखेरि अर्को कुरा कन्ट्रोलरमा होम कन्ट्रोलर भन्ने देख्नुहुन्छ है। यो होम कन्ट्रोलरमा तपाईले कुनै पनि नाम राख्नुभयो त्यसको पछाडी कन्ट्रोलर राख्नै पर्यो र त्यसलाई चाहिँ कन्ट्रोलर भन्ने क्लासमा इनहेरिट गर्नु पर्यो। बल्ल त्यो चाहिँ एज अ कन्ट्रोलर भयो, हैन भने दिस इज सिम्पल क्लास के। यो सिम्पल क्लास हो र सबै कुरा चाहिँ .NET मा तपाईको क्लास नै हो। यो सुरुबाट नै इट्स अब्जेक्ट ओरिएन्टेड हैन। तपाईले अब्जेक्ट ओरिएन्टेडमा भएर काम गरिरहनु भएको छ। इभन वेब फर्ममा तपाईले ड्र्याग एन्ड ड्रप गर्नुहुन्छ जति पनि कुराहरु त्यो पनि के हो त अब्जेक्ट ओरिएन्टेडमै काम गरिरहनु भएको हो। सो यसमा तपाईले यसो सिम्पल हेर्नुभयो भने कन्ट्रोलर्स भित्र होम कन्ट्रोलर भनेर रहेछ जसले चाहिँ कन्ट्रोलरलाई इनहेरिट गरिरहेछ। र यहाँ चाहिँ तपाईसँग एक्सन रिजल्टहरु भन्ने छ व्हिच आर पब्लिक मेथड्सहरु भए क्लास भित्र हुने जति पनि भनौं न मेथडहरु भनेको इदर प्राइभेट हुन्छ अथवा पब्लिक हुन्छ। सो यो मेथडहरुले चाहिँ के गरिरहेछ भन्दाखेरि तपाईको यो इन्डेक्स भन्ने एक्सनलाई रिप्रेजेन्ट गरिरहेछ कि यो इन्डेक्स भन्ने एक्सन चाहिँ मा के गर्ने त। अब जुन तपाईको अगाडिको यो होम र इन्डेक्स आयो नि, होम कन्ट्रोलरमा जान्छ, होम कन्ट्रोलर पछाडी कहाँ जाने भयो इन्डेक्स भन्ने एक्सनमा जाने भयो। र यो इन्डेक्स भन्ने एक्सनले चाहिँ यो एक्सन रिजल्टले चाहिँ इट्स अ टाइप अफ भ्यू हैन। एउटा जसले के गर्छ त एउटा भ्यू रिटर्न गरिरहेछ नि। अहिलेलाई कुन भ्यू रिटर्न गरिरहेछ इन्डेक्स भन्ने भ्यू रिटर्न गरिरहेछ। अब यो चाहिँ यो पेज चाहिँ के हो भनेर देखाउनको लागि तपाईले गो टु भ्यू गर्नुभयो भने अर भ्यूज भित्र एउटा के छ कन्ट्रोलरकै जस्तै एउटा सिमिलर एउटा नाम छ होम भनेर। होम भित्र चाहिँ तपाईको जति पनि फाइलहरु छ CSS HTML भन्ने यो चाहिँ तपाईको रेजर सिन्ट्याक्सको फाइलहरु भयो हैन। यसलाई चाहिँ रिप्रेजेन्ट गरिरहेछ। अहिलेलाई index.cshtml HTML भन्ने पेजलाई चाहिँ यसले डिस्प्ले गराइरहेछ होमको इन्डेक्स। त्यस्तै गरेर वान गर्नुभयो भने पनि आइरहेछ हैन। सो यसको प्याटर्न चाहिँ के हो त भन्दाखेरि कन्ट्रोलर हो यो। फर्स्टमा आउने भनेको कन्ट्रोलर, सेकेन्ड भनेको तपाईको एक्सन रिजल्ट, कन्ट्रोलरमा भएको यो एक्सन रिजल्ट र थर्ड प्यारामिटर वान अथवा जेसुकै भन्ने चाहिँ तपाईको के हो आर्गुमेन्ट हो के। त्यो चाहिँ तपाईलाई के रिप्रेजेन्ट गर्छ भन्दाखेरि आईडी रिप्रेजेन्ट गर्छ। र यो बाइ डिफल्ट तपाईले फर्स्टमा एकचोटी एप्लिकेसन रन गर्दाखेरि विदाउट एनी कन्ट्रोलर एक्सन नभइकन यसले जुन रेन्डर गरिरहेछ त्यो कहाँबाट गरिरहेछ भनेर हेर्दाखेरि यहाँ एउटा राउट कन्फिग भन्ने छ। त्यो राउट कन्फिगमा तपाईले हेर्नुभयो भने सो हाम्रो डिफल्ट राउटिङ इन्जिनमा के छ कन्ट्रोलर आउनु पर्यो जुन चाहिँ एनी कन्ट्रोलर हुन सक्छ, एक्सन हुनु पर्यो, आईडी हुनु पर्यो। र बाइ डिफल्ट चाहिँ के छ त होमको इन्डेक्स भन्ने आइरहेछ कि बुझ्नुभयो नि। यो होमको इन्डेक्स भन्ने चाहिँ बाइ डिफल्ट यसले रेन्डर गर्ने भयो। र आईडी चाहिँ हेर्नुस् त तपाईको अप्सनल छ, आईडी तपाईले राखे पनि नराखे पनि। यदि हामीले यहाँ आईडीलाई के गर्यौं त यो जुन राउट कन्फिगमा आईडी छ यो आईडीलाई हामीले हटायो भने के हुन्छ कम्पलसरी तपाईले आईडी प्रोभाइड गर्नु पर्यो भन्ने हुन्छ कि यहाँनेरि डिफाइन गरिएको हुन्छ। ठीक छ। सो होमको इन्डेक्स गर्नुभयो भने होम इन्डेक्स एन्ड देन यहाँ सर्टेन आईडी चाहिँ पठाउनै पर्यो। अनि भनेदेखि यसले के गर्ने भयो त रेन्डर नगर्नु भयो। तपाईले के गर्नु भएको छ त त्यही आईडी इज नट अप्सनल, आईडी इज रिक्वायर्ड भन्ने गर्नु भएको छ हैन। सो यो चाहिँ यसरी हामीलाई अब आफुलाई चाहिने राउट के जस्तै तपाईले अलवेज होमको इन्डेक्स भन्ने नहुन सक्छ। तपाईले एउटा चाहिँ आफ्नो भनौं न लिपफ्रग एकाडेमीको TICKETS भन्ने बनाउन सक्नुहुन्छ। अनि त्यसपछि त्यसको होम त्यसपछि त्यसको कन्ट्रोलर एक्सन गरेर जान सक्नुहुन्छ। त्यो कुराहरु चाहिँ हामी राउटिङको क्लासमा हेरौँला। यहाँनेरि यसरी कन्फिगर गर्न मिल्छ, आफ्नो कस्टमाइज पनि गर्न मिल्यो। ठीक छ। अब कुरा आयो यहाँ के छ भन्दाखेरि ओके होमको इन्डेक्स भनेर आइसक्यो। अब तपाईले एउटा एटलिस्ट के गर्न सक्नु पर्यो एउटा कन्ट्रोलर बनाउन सक्नु पर्यो अथवा डाटा ट्रान्सफर हाउ डु यु ट्रान्सफर डाटा फ्रम कन्ट्रोलर टु यो भ्यू पेजसम्म डाटा कसरी ट्रान्सफर गर्ने
ठिक छ। सो यो होम कन्ट्रोलरमा तपाईले डाटा ट्रान्सफर गर्नको लागि यहाँ हामीले के दिएको छ भन्दाखेरि भ्यू ब्याक दिएको छ कि जस्तै अबाउट पेजमा जानुहोस् यहाँ सो मैले स्टार्ट विदाउट डिबगिङ गरेको छु हैन यहाँनिर होम कन्ट्रोलरको अबाउटमा जाँदाखेरि तपाईसँग सर्टेन कन्टेन्टहरु छ हैन यहाँनिर तपाईले हेर्नुभयो भने अबाउट पेजमा जानुभयो भने सिम्पल एउटा के रहेछ त CSS/HTML भित्र HTML ट्याग्सहरु नै रहेछ यो S2 ट्याग हो S3 यो चाहिँ प्याराग्राफ हो जसमा हेर्नुस् है यसो हेर्दाखेरि यो चाहिँ अबाउट भन्ने यहाँनिर आइराछ ठीक छ यो कहाँबाट आएको यो टाइटलमा हो यो चाहिँ ठीक छ त्यसपछि एउटा यहाँ मेसेज छ कि यो एप्लिकेसन डिस्क्रिप्सन पेज भन्ने छ यो कन्टेन्ट चाहिँ यहाँनिर छैन तपाईले हेर्नुभयो भने तर युज दिस एरिया टु प्रोभाइड एडिसनल इन्फर्मेसन भन्ने कुरा चाहिँ यहाँ छ हैन सो @viewback.message भन्ने छ यहाँ हैन @viewback.message भन्ने चाहिँ कहाँबाट आयो यो टाइटल भन्ने चाहिँ अबाउट भन्ने चाहिँ यहाँबाट आयो ठीक छ यो चाहिँ यही लेखेको छ हैन तर यो मेसेज भन्ने चाहिँ कहाँबाट आयो त कन्ट्रोलरबाट आयो कि कन्ट्रोलरको viewback.message मा तपाईले जे कुरा लेख्नु भएको छ योर एप्लिकेसन डिस्क्रिप्सन पेज भनेर त्यो कुरा चाहिँ @viewback.message गरेर गर्दाखेरि डिस्प्ले भयो भन्नाले हाम्रो कन्ट्रोलरबाट डाटा ट्रान्सफर गर्नको लागि viewback भन्ने एउटा डिक्सनरी टाइप अफ डेटा हुन्छ दिस इज डिक्सनरी टाइप अफ डेटा जसले के गर्छ त तपाईले यहाँ डिक्लेयरिङ भेरिएबल डिक्लेयर गरे जस्तै कि जस्तै तपाईले स्ट्रिङ टाइप अफ डाटा गर्नको लागि के गर्नुहुन्छ स्ट्रिङ str मेसेज इक्वल टु समथिङ गर्नुहुन्छ हैन इन्टिजरको लागि के गर्नुहुन्छ सिम्पल इन्टिजर I इक्वल टु 1 2 3 गर्नुहुन्छ हैन यसरी भेरिएबल डिक्लेयर गर्नुहुन्छ डाटा टाइप्सहरु अब यो MVC मा चाहिँ यो चाहिँ डाइनामिक तपाईको डाटा टाइप त जे पनि हुन सक्छ नि स्ट्रिङ इन्टिजर इभन कम्प्लेक्स टाइप अफ क्लास हुन सक्छ सो त्यसको लागि चाहिँ यसले के गर्छ भन्दाखेरि तपाईले viewback अर view डाटा हुन्छ कि view डेटा भित्र यहाँनिर एउटा भेरिएबल डिक्लेयर गरे जस्तै भयो दिस इज कल्ड मेसेज इक्वल टु view डेटा हो यो दुईटा मात्रै कुनै एउटा तरिकाबाट तपाईले डाटा ट्रान्सफर गर्न सक्नुहुन्छ सो यो भन्दा चाहिँ यो चाहिँ अलिकति सजिलो होला कि हेर्दाखेरि हैन पहिला सुरुमा चाहिँ यही थियो अहिले आएर चाहिँ लेटेस्ट MVC3 बाट जहिलेदेखि चाहिँ यो रेजर सिन्ट्याक्स आयो त्यसपछि चाहिँ उले यसरी डाटाहरु डेटा टाइपलाई यसरी कन्भर्ट गर्न भनौं न फ्यासिलिटी दियो भनौं न तर अल्टिमेटली यसले स्टोर गर्ने भनेको चाहिँ यसरी नै हो अब यो viewback.message भन्ने चाहिँ छ त्यसलाई तपाईले डिस्प्ले गर्नको लागि यो चाहिँ तपाईको CSS/HTML भनेको रेजरको पेज भयो त्यसमा तपाईले C# को कुरा लेख्नुहुन्छ भने @ गर्नुहुन्छ के @ गर्नुभयो भने चाहिँ तपाईले C# को एक्सप्रेसन लेखिराख्नुहुन्छ हैन यो चाहिँ अब जस्तै रेजरको एक्सटेन्सन फाइल भयो के जस्तै ASPX भनेको ASP.NET को भयो हैन HTML भनेको HTML को भयो .html भने जस्तै यो चाहिँ रेजर सिन्ट्याक्स भनेको तपाईले यसमा तपाईले कुनै पनि HTML ट्याग लेख्न लाग्नु भएको छ व्हिच इज टेक्स्ट बक्स भनेदेखि तपाईले इनपुट टाइप इक्वल टु टेक्स्ट गरेर गर्नुहुन्छ हैन रेजर सिन्ट्याक्सबाट यसैलाई तपाईले @html टेक्स्ट बक्स गर्नुहुन्छ के ठीक छ यही कुरा यही HTML को ट्यागलाई रेजर सिन्ट्याक्सबाट लेख्दाखेरि हामी यसरी लेख्छौं सो उले चाहिँ रेजर सिन्ट्याक्सलाई चिन्ने भएको हुनाले दिस इज CSS/HTML HTML को लेख्न मिल्यो दुईटै लेख्न मिल्यो के यो पेजमा हैन अब पहिला चाहिँ त्यही भएर यो अहिले रेजर भ्यू इन्जिन यसको भ्यू इन्जिन चाहिँ रेजर भयो
यसमा दुईटा इन्जिन हुन्छ, एउटा ASP को इन्जिन, एउटा चाहिँ रेजर को इन्जिन। अहिले चाहिँ डिफल्ट रेजर भ्यू इन्जिन नै छ कि, नत्र भने तपाईले चुज गर्न सक्नुहुन्छ ASPX गर्ने कि के गर्ने भनेर। सो र जब तपाईले यहाँ @ गर्नुहुन्छ नि यो पेजमा, यसमा HTML पनि लेख्नु भयो, C# एक्सप्रेसन पनि लेख्न सक्नु भयो कि। @ गरेर तपाईले इन्टिजर I = 3 हैन, एन्ड देन I++ यो के हो त हाम्रो C# एक्सप्रेसनहरु भयो हैन। C# को एक्सप्रेसनहरु पनि तपाईले लेख्न सक्नुहुन्छ। अब यो कुरा जुन यो viewbag.message भन्ने कुरा छ, यो त तपाईको C# मा लेख्नु भएको कुरा हो नि त। र डाटा ट्रान्सफर गर्नुपर्ने भने पनि हामीले कन्ट्रोलरबाट भ्यूसम्म डाटा ट्रान्सफर गर्नुपर्छ हैन। सो कन्ट्रोलरले जेनरली के गर्छ त, कन्ट्रोल गर्ने काम गर्यो। तपाईको डाटाबेसबाट डाटा लिएर आउने कि, फाइल सिस्टमबाट लिएर आउने कि हैन, XML बाट लिएर आउने कि, त्यसको रेस्पोन्सिबिलिटी चाहिँ कन्ट्रोलरले गर्ने भयो। भ्यू पेजले जस्ट डेटालाई के गर्दिने भयो त, रेन्डर गर्दिने भयो। सो त्यही भएर यो @viewbag.message गर्नुभयो भने तपाईले के गर्ने भयो त, यो viewbag मा भएको मेसेज यो छ जुन कन्टेन्ट छ यसलाई चाहिँ इको गर्दिने भयो, प्रिन्ट गर्दिने भयो कि। सो यसमा अब यो चाहिँ तपाईको स्ट्रङली टाइप भएन। स्ट्रङली टाइप भन्नाले तपाईले यहाँ मेसेज लेख्नु भएको छ, यु क्यान राइट इभन MSG भनेर जे पनि लेख्न सक्नुहुन्छ। दिस इज योर भेरिएबल नेम हैन। यता गएर तपाईले @ के गर्नु पर्यो, @viewbag.msg भनेर यो नाम चाहिँ तपाईलाई थाहा हुनु पर्यो कि। यसमा तपाईले मिस्टेक भयो भने के हुने भयो त, यसले Ctrl+Shift+B गर्नुस्, बिल्ड भयो, रिफ्रेश गर्नुस्, एरर दिने भयो किनभने MS भन्ने त रिकग्नाइज नगर्ने भयो हैन। ओके, यसमा हाम्रो कन्टेन्ट आएन, MSG गर्नुस् हैन, एन्ड देन रिफ्रेश गर्नुस्। ओके, अब चाहिँ यसले कन्टेन्ट डिस्प्ले गर्यो, हैन भने यसले चाहिँ यसमा अब डिक्लेयरै गरेको छैन, ब्ल्याङ्क आयो। सो वान अफ द टेक्निक टु ट्रान्सफर डाटा भनेको viewbag हो अर view data हो हैन। S4 tag @viewdata_message हैन, डेटा फ्रम view data। सो यो view data र viewbag भनेको एउटै रहेछ। view data को जस्ट र्यापर भनेको चाहिँ viewbag भन्ने रहेछ कि हैन, कुरा चाहिँ यो हो। ओके, अब यसमा हेर्नुस् है। सो अब भनौँ न हामीले डाटा ट्रान्सफर गर्दाखेरि कुनै एउटा टेबलको डाटा ट्रान्सफर गर्छौँ, द्याट इज लेट्स सी हाम्रो एउटा के छ टेबल नेम, हामीले गर्न लागेको प्रोजेक्ट भनेको टिकट्स हो, जसमा टिकट स्ट्याटस भन्ने एउटा टेबल छ हामीसँग, आइडी छ, नेम छ, त्यसपछि क्रिएटेड बाइ छ हैन, त्यस्तै गरेर क्रिएटेड डेट भन्ने छ हैन। र यसको एउटा अर्को के हुन सक्छ भन्दाखेरि इज एक्टिभ पनि हुन सक्छ, ठीक छ। अब यो कुरालाई तपाईले डाटा ट्रान्सफर गर्नु पर्यो, लेट्स से डिस्प्ले गराउनु पर्यो हैन। भनेदेखि तपाईले के गर्नुहुन्छ त, हरेकको एउटा viewbag बनाउनुहुन्छ त, त्यस्तो गर्दैनौँ हामी हैन। त्यसको लागि हामी क्लास युज गर्छौँ कि, ठीक छ। सो अहिले म यो क्लास यही बनाउँछु, पब्लिक क्लास। तपाईको क्लास नेम के हुन सक्छ, टिकट स्ट्याटस हुन सक्छ हैन। यसभित्र तपाईको प्रपर्टीहरु के छ, PROP ट्याब गर्नुभयो भने यसले प्रपर्टीलाई भनौँ न एक्सपान्ड गर्ने भयो। इन्टिजर प्रपर्टी आइडी भयो हैन, त्यस्तै गरेर ट्याब गरेर के छ हाम्रो स्ट्रिङ नेम भयो। अर्को के छ, क्रिएटेड बाइ छ, क्रिएटेड बाइ हैन।
यो इन्टिजर हो, यो नलेबल छ। यदि नलेबल गर्न चाहनुहुन्छ भने इन्टिजर वाट गर्नुभयो भने यो चाहिँ नलेबल भयो। ठिक छ। त्यस पछाडि अर्को के आयो, क्रिएटेड डेट आयो हैन। यो चाहिँ हाम्रो डेट टाइम छ। प्रप ट्याब ट्याब डेट टाइम क्रिएटेड डेट भयो र फाइनल्ली बुलियन टाइपको भयो, द्याट इज एक्टिभ। ठिक छ। यो क्लास तपाईले बनाउनुहुन्छ र क्लासको कलेक्सन मार्फत तपाईले डाटाहरू ट्रान्सफर गर्नुहुन्छ हैन। यसमा अब अहिलेलाई एउटा कन्ट्रोलरै बनाएर हेरौँ है, यो कन्ट्रोलर कसरी बनाउने भनेर। एक्सन रिजल्ट तपाईले देखिहाल्नु भयो। सो सिम्पली के गर्नुहुन्छ, एड न्यू कन्ट्रोलर गर्नुहुन्छ। यसमा के गर्नुहुन्छ, यहाँ धेरै टेम्प्लेट देख्नुहुन्छ। अहिलेलाई चाहिँ हामी MVC5 कन्ट्रोलर हो विथ एम्प्टी भनेर राख्थ्यौँ। ठिक छ। एम्प्टीबाट स्टार्ट गरौँ, एड गरौँ तपाईको टिकट स्ट्याटस कन्ट्रोलर हो। सो यसमा तपाईले कन्ट्रोलर बनाएपछि काम गर्छ त। यहाँ तपाईले के पठाउनु पर्यो, तपाईको टिकट स्ट्याटस भनेर यहाँ कन्ट्रोलर बन्यो। टिकट स्ट्याटस के दिन्छ त यसले, द भ्यू हैन, भ्यू इन्डेक्स अर इट्स मास्टर वाज नट फाउन्ड। किन यसले इन्डेक्सै खोज्यो त भन्दा, तपाईले एप स्टार्टमा गएर राउट कन्फिगमा यर एक्सन, तपाई एक्सन डिफल्ट चाहिँ इन्डेक्स हो कि। ठिक छ। सो हरेक कन्ट्रोलर मात्रै राख्नुभयो भने उसले एक्सनमा चाहिँ अटोमेटिकली पोइन्ट गरिदिन्छ। एक्सन भन्ने छ भन्ने एज्युम गर्छ हैन, त्यही भएर त्यस्तो भन्यो। र यदि भ्यू छैन भने यसले कहाँ गएर हेर्छ त, हेर्नुस् है। इन दिस लोकेसन द फलोइङ लोकेसन वेयर सर्च्ड। उसले फर्स्टमा, सो यो जुन ASPX भनेको थिएँ मैले, त्यो ASPX भनेको चाहिँ ASPX को इन्जिन, भ्यू इन्जिन भयो। सो जेनरली दुईटा इन्जिन हुन्छ, एउटा चाहिँ ASPX को, एउटा चाहिँ CSHTML जुन चाहिँ रेजरको भ्यू इन्जिन भयो हैन। र यहाँ ASCX भन्ने पनि छ, यो चाहिँ तपाईको ASP.NET को पार्शियल भ्यू भने जस्तै हो कि, सब पोर्सन हो। सो यो हामीलाई इम्पोर्टेन्ट भएन। तर यसले हेर्ने भनेको चाहिँ CSHTML मा हेरौँ, यसले हेर्ने भनेको भ्यूज भित्र यो टिकट स्ट्याटस भन्ने फोल्डर हुनु पर्यो, त्यसभित्र index.cshtml भनेर हेर्यो हैन। भन्नाले तपाईले कहाँ जानु पर्यो, यो भ्यू भित्र यहाँनेर एउटा टिकट स्ट्याटस भन्ने फोल्डर, त्यसभित्र गएर त्यो फाइल छ कि छैन भनेर हेर्यो। ठिक छ। अर्को चाहिँ कहाँ हेर्दो रहेछ भन्दाखेरि सेयर्ड भित्र index.cshtml, यो सेयर्ड भन्ने फोल्डर भित्र कि, दुई ठाउँमा हेर्दो रहेछ। सो सेयर्ड भनेपछि यो नामबाटै अभियस छ कि सबै कन्ट्रोलरहरूलाई सेयर गर्ने भ्यू पेज छ भने हामी यहाँ राख्छौँ, हैन भने चाहिँ आफ्नो कन्ट्रोलरको आफ्नो फोल्डर भित्र हुनु पर्यो। ठिक छ। यहाँ भित्र तपाईले भ्यू बनाउनुहुन्छ अब। सो भ्यू बनाउनलाई सिम्पल राइट क्लिक गर्नुहुन्छ, एड भ्यू गर्नुहुन्छ हैन। एड भ्यू गर्दाखेरि इन्डेक्स भ्यू नेम, अब यो टेम्प्लेट पनि हामी हेर्छौँ के गर्ने भनेर। अहिलेलाई जस्ट एम्प्टी गरौँ। ठिक छ। एम्प्टी भित्र राख्नु भइसके पछाडि बिल्ड गरेर तपाईले यहाँ रिफ्रेश गर्नुभयो भने अब यो भ्यू इन्डेक्स चाहिँ यहाँ हाम्रो रेन्डर हुने भयो हैन। अहिले के छ त, यो भ्यू पेज भित्र सिम्पल इन्डेक्स भन्ने मात्रै छ। सो दिस इज अ यर इन्डेक्स। सो टिकट स्ट्याटसको इन्डेक्स गर्नुस् हैन, अर जस्ट टिकट स्ट्याटस गर्नुस्, त्यसले चाहिँ त्यो भ्यूलाई रेन्डर गर्ने भयो। तपाईको कन्टेन्टहरु यहाँ हुने भयो। लेट्स से मलाई चाहिँ यहाँ अब के डिस्प्ले गर्नु पर्यो त, टिकट स्ट्याटसमा भएको डेटाहरु चाहिँ डिस्प्ले गर्नु पर्यो, रेन्डर गर्नु पर्यो। सो टिकट स्ट्याटस कन्ट्रोलर भित्र जानुहुन्छ एन्ड देन यहाँ भित्र गएर, सो हामीसँग एउटा क्लास छ हैन। जेनरली यो हाम्रो क्लास, यो क्लास भनेको चाहिँ यो मोडल हो के अब। सो लेट्स गो टु यहाँनेर एउटा मोडल भनेको चाहिँ तपाईको के हो त, दैट इज योर क्लास। सिम्पल क्लास बनाउनुहुन्छ हैन, एड गर्नुहुन्छ र यस भित्र चाहिँ your model will be this one
ठिक छ। सो यो मोडल भनेको तपाईँको डाटाबेसलाई रिप्रेजेन्ट गर्न सक्छ, फाइल सिस्टम अघि भनिहालेँ नि, वाट एभर इट इज। अब यसभित्र तपाईँले डाटा चाहिँ के गर्नु पर्यो, फिल गर्नु पर्यो भनेदेखि के गर्नुहुन्छ जेनरली, यो एउटा अब्जेक्ट हो। यो अब्जेक्टमा अब तपाईँले भनौँ न तपाईँले डाटाबेसको एउटा रो, सो क्लासलाई चाहिँ तपाईँले के गर्नुहुन्छ, इन्स्टेन्सिएट गर्नुहुन्छ टिकट, यसको नाम के छ टिकट स्ट्याटस, ठिक छ, टिकट स्ट्याटस। नयाँ अब्जेक्ट इन्स्टेन्सिएट गर्नुहुन्छ, यसको नेम स्पेस आउनु पर्यो यहाँ। सो यसको नेम स्पेस ल्याउनको लागि यदि यो भ्यालिड फाइल हो, यही प्रोजेक्टभित्र छ भनेदेखि यसलाई कन्ट्रोल डट गर्नुभयो भने यसले यो कुन चाहिँ नेम स्पेसमा छ त्यो देखाउँछ कि। यो मेरो कुन चाहिँ नेम स्पेसमा छ, टिकट्स डट मोडल्सभित्र छ नि त। मेरो नेम स्पेस यहाँ के छ हेर्नुहोस् त, एलएफए टिकट्स डट कन्ट्रोलर भन्ने छ। अब यो चाहिँ डिफ्रेन्ट अदर देन यो नेम स्पेसभन्दा अर्कोमा छ भनेदेखि यसको फुल्ली नेम त यसलाई रेकग्नाइज गर्नको लागि नेम स्पेस ल्याउनु पर्यो। किनभने मैले यहाँनिर नयाँ फाइल क्रिएट गर्दाखेरि एलएफए डट टिकट्स त भइ नै हाल्यो, त्यसमा यो फोल्डर नेम एपेन्ड गरिदियो कि यहाँ। यो फोल्डर नेम चाहिँ यो जुन फोल्डर नेम छ नि यहाँनिर यो नेम स्पेस राखिदियो हैन। सो यसको नेम स्पेस तपाईँले पुल गर्नुहुन्छ एन्ड देन इक्वल्स टु न्यू टिकट स्ट्याटस गर्नुहुन्छ। यसभित्र अब तपाईँले के गर्नुभयो, के गर्नुपर्ने हुन्छ, डाटा फिल गर्नु पर्यो। यो नयाँ इन्स्टेन्स क्रिएट भयो। क्लास भनेको इट्स जस्ट अ प्रोटोटाइप भयो हैन। जस्तै इँटा भट्टीमा इँटाको साइजहरू बनाउँछ नि, इँटा बनाउँछ नि हैन, त्यो इँटा बनाउनको लागि एउटा बक्स यो साइजको चाहिन्छ भन्छ नि, त्यो चाहिँ तपाईँको के भयो, त्यो बट्टा जस्तो चाहिँ क्लास भयो, प्रोटोटाइप भयो कि। र जब त्यसमा माटो फिल गरेर इँटाहरू बनाउँछ नि त्यो चाहिँ तपाईँको के भयो, अब्जेक्ट भयो कि। हामीले गर्न लागेको पनि त्यही नै हो। टिकट स्ट्याटस भन्ने एउटा क्लास छ। दिस क्लास इज के हो त, दिस इज अ जस्ट अ प्रोटोटाइप विथ सम प्रपर्टिज। यो क्लासभित्र मेरो के हुनुपर्छ भन्ने प्रपर्टी मैले राखेँ। आइडी हुनुपर्छ, नेम हुनुपर्छ, क्रिएटेड बाई, यतिवटा प्रपर्टी हुनुपर्छ अहिलेलाई, यतिवटा फिल्ड हुनुपर्छ जसले चाहिँ यो एउटा टिकट स्ट्याटसलाई के गर्छ, आइडेन्टिफाई गर्छ भनेर। अब यसको युसेज गर्नको लागि चाहिँ तपाईँले नयाँ इन्स्टेन्स क्रिएट गर्नुहुन्छ हैन, यसरी क्लासलाई। सो अब अब्जेक्ट प्रपर्टिजहरू फिल गर्नुहोस्। टिकट स्ट्याटस डट नेम भनेको हाम्रो के हुन्छ, टिकट स्ट्याटस हाम्रो के हुनसक्छ, सुरुमा न्यू हुनसक्छ हैन, यस न्यू हुने भयो। अनि त्यसैको प्रपर्टी टिकट स्ट्याटस डट आइडी, आइडी विल बी 1 हैन। टिकट स्ट्याटस डट क्रिएटेड डेट भनेको डेट टाइम डट नाउ, डट नाउ गर्नुभयो भने आजको डेट बन्यो, अथवा 1-2 दिन अगाडिको बनाउने हो भने एड डेज हैन। 1-2 दिन अगाडिको बनाउनु पर्यो भने -1 डे अथवा -5 डेज गर्नुभयो भने 5 दिन अगाडिको डेट गएर बस्यो, ठिक छ। यसमा मेरो गो टु डेफिनेसन गर्नुभयो भने यहाँ आउँछ, मेरो यहाँनिर स्पेलिङ मिस्टेक भएछ, इज एक्टिभ भनेर हैन। लेट्स से मैले यहाँनिर राखिसकेँ टिकट स्ट्याटस डट इज एक्टिभ इक्वल टु ट्रु हो। अब मैले यसको नेम चेन्ज गर्नु पर्यो, यसको नेम चेन्ज गर्नु पर्यो। तपाईँले यहाँनिर रिनेम गर्नुभयो भने के हुन्छ, सबै ठाउँमा रिनेम गर्नु पर्यो हैन। अहिलेलाई पो तपाईँले एक ठाउँमा मात्रै इन्स्टेन्स क्रिएट गर्नुभएको छ, यो त मल्टिपल ठाउँमा इन्स्टेन्स क्रिएट गरेर रिफ्रेस गरेको हुनसक्छ। सो त्यो केसमा चाहिँ तपाईँले यहाँ यसलाई सिलेक्ट गरेर कन्ट्रोल आर गर्नुभयो भने यस्तो खालको रिनेम दिन्छ कि। अनि यसलाई इज एसिटिआइभी एक्टिभ गरेर प्रिभ्यू रिफरेन्सेस चेन्जेस भन्छ। सो यो गर्नुभयो भने यसले रिफर गरेको जहाँ हो त्यहाँनिर पनि यसले के गरिदिन्छ, रिनेम गरिदिने भयो हैन। त्यो भएपछि हामीलाई सजिलो भयो हैन रिनेम गर्नको लागि। सो यो इन्स्टेन्स क्रिएट गरिसके पछाडि र यसको एउटा अब्जेक्ट क्रिएट गरिसके पछाडि
न्यू भयो क्रिएटेड डेट अर्को के छ प्रपर्टी ओके टिकट स्ट्याटस डट क्रिएटेड बाई चाहिँ हामी अहिले कोही नराखौँ नलै राखौँ ठीक छ केही राख्नु भएन भने नलको नल हुन्छ हो अब मेरो यो टिकट स्ट्याटसलाई चाहिँ के गर्नु पर्यो भ्यू ब्याकबाट ट्रान्सफर गर्नु पर्यो भनेदेखि के गर्छु त मैले भ्यू ब्याक डट भनौँ न न्यू टिकट स्ट्याटस इक्वल टु यो अब्जेक्ट राख्छु हैन भ्यू ब्याकबाट ट्रान्सफर गर्नु पर्यो भने यही गर्छु मैले यहाँबाट म गो टु भ्यू गर्ने भएँ अब यहाँनिर मैले डिस्प्ले गर्नु पर्यो भनेदेखि के गर्छु हैन सो अब हेर्नुहोस् है अब मैले चाहिँ भनौँ न यसलाई कन्भर्ट गर्नु पर्यो नि जस्तै मैले हेर्नुहोस् है टिकट स्ट्याटस डट गरेँ भने चाहिँ यहाँ प्रपर्टीहरू आयो हैन अब मैले यो भ्यू ब्याक डट टिकट स्ट्याटस गरेँ भनेदेखि त आयो त आएन डाइनामिक टाइप पनि भएन उसले त यो मात्रै चिन्छ सो एउटा डाटाबाट अर्को डाटामा कन्भर्ट गर्नु पर्यो भने हामी कास्ट गर्छौँ हैन जसमा कसरी गर्नु पर्यो त सो तपाईको टिकट स्ट्याटस हो टिकट स्ट्याटस टाइपमा कन्भर्ट गर्नु पर्यो नि हैन दिस इज न्यू टिकट इक्वल्स टु अब यहाँनिर चाहिँ तपाईले के गर्नु पर्यो भ्यू ब्याकमा आएको डाटालाई यो जुन भ्यू ब्याकमा आएको कुरालाई कन्भर्ट गर्नु पर्यो नि त हैन दिस वान र यो चाहिँ तपाईको के हुन्छ त सो यसले गरिरहेको के हो भन्दाखेरि तपाईले अब नयाँ टिकट स्ट्याटसमा राख्नु छ भनेदेखि अर्को टिकट स्ट्याटसमा टिकट स्ट्याटस न्यू राख्नु छ भनेदेखि तपाईले यसलाई सिम्पल कपी गर्नुभयो भने त यहाँ बस्छ नि हैन यो जुन अब्जेक्टमा भएको कुराहरु छ नि त्यसलाई अर्कोमा कपी गर्नु पर्यो भने तपाई के गर्नुहुन्छ यसको नयाँ अब्जेक्ट बनाउनुहुन्छ यसलाई चाहिँ यहाँ राख्दिनुहुन्छ सिन्स दिस इज सिमिलर टाइप एउटै टाइप हो कि हैन यो टिकट स्ट्याटसको टाइप इज अ टिकट स्ट्याटस अब यो जुन नयाँ बनाउँदै गर्नु भएको छ दैट इज अल्सो टिकट स्ट्याटस वान एउटाबाट अर्कोमा कन्भर्ट गर्नलाई कपी इट्स लाइक कपी गरेको जस्तै कुरा भयो फरक परेन तर लुक एट दिस भ्यू ब्याक डट न्यू टिकट स्ट्याटस इज टाइप अफ डिक्सनरी टाइप अफ डाटा के यसले त चिन्दैन नि त यो यही हो भनेर हैन त्यसको लागि तपाईले यहाँ कन्भर्ट गर्नको लागि चाहिँ यहाँ भएको डाटा चाहिँ यो डाटालाई यसमा कन्भर्ट गर्न लाग्नु भएको हो तर यसको टाइप चाहिँ के हो त भनेर चिनाउनको लागि कास्टिङ गर्नको लागि चाहिँ यु विल डु लाइक दिस के यस्तो यहाँ भएको डाटालाई यसमा कपी गर र यो जुन न्यू टिकट स्ट्याटसमा भएको डेटा छ दैट इज अफ टाइप टिकट स्ट्याटस हो भनेर आइडेन्टिफाई गरेको दिस इज कल्ड कास्टिङ है प्रपर्टी चाहिँ कपी भएको टाइप या हैन यो त एउटै अब यसमा तपाईले भनौं न यो त जे पनि हुन सक्छ नि इन्टिजर हुन सक्छ स्ट्रिङ हुन सक्छ हैन इन्टिजर स्ट्रिङकै कुरा गर्दाखेरि पनि लेट्स से मैले एउटा भ्यू ब्याकमा चाहिँ के राख्न सक्छु इन्टिजर राख्न सक्छु अब मैले इन्टिजर टाइपको डाटामा राख्नको लागि इन्टिजर I इक्वल टु यो त यतिकै राख्न सक्दिन मैले हो एरर देखाउँछ हेर्नुस् के भयो अचम्मै भएछ एनीवे
सो यो चाहिँ डाइनामिक डाटा टाइप भएको भएर यसले यहाँनिर कन्भर्ट गर्यो होइन। अदरवाइज तपाईँले यसलाई स्ट्रिङ राख्नुहुन्थ्यो भने स्ट्रिङ 1 इक्वल टु दिस होइन, एन्ड देन यो स्ट्रिङलाई कन्भर्ट गर्दाखेरि के गर्नुहुन्छ, यस्तो त लिँदैन यहाँ होइन। यु हेभ टु कन्भर्ट इट, दिस इज माई इन्टिजर भनेर रिकगनाइज गराउनु पर्ने हुन्छ। ठिक छ हजुर, एक्ज्याक्टली हो। इभन यसले यो टाइप चाहिँ दिएन, यो तपाईँले गर्नु पर्थ्यो कन्भर्ट होइन डट टु इन्ट समथिङ लाइक दिस गर्नुहुन्थ्यो कि। ठिक छ, कन्भर्ट टु इन्ट 16 भनेको 32 बिट र 64 इन्ट 32 भनेको चाहिँ यो इन्टिजर हो। जब तपाईँले इन्टिजर भनेर स्मल बिग टाइनी इन्ट लङ कुन चाहिँ हो, सो यसरी हामीले कन्भर्ट गर्छौँ भनेदेखि यो केसमा चाहिँ तपाईँले के गर्नु पर्यो, यसरी गर्नु पर्यो कि कास्टिङ यसरी गर्नु पर्यो। ठिक छ, र यदि यो अर्को क्लास हुन्थ्यो भने कन्भर्ट हुँदैन थियो होइन। यो भ्यू ब्यागमा त टिकट स्ट्याटस नभइकन अर्को क्लासको पनि त हुनसक्छ नि होइन। सो अब तपाईँले यो गरिसके पछाडि अब यो न्यू टिकटमा मैले त्यो किन गर्नु लागेको भन्दाखेरि यो न्यू टिकटमा यु क्यान क्रिएटिभ होइन। त्यस पछाडि यसमा तपाईँले एउटा प्याराग्राफमा न्यू टिकट डट के गर्न पाउनुभयो त, नेम भनेर राख्न सक्नुभयो कि होइन। सो नेम भयो एउटा, अर्को के हुनसक्छ आइडी होइन, अर इज एक्टिभ भनेर यसरी राखेको केसमा तपाईँको यहाँनिर के आयो त, हजुर डिबग स्टार्ट विदाउट डिबगिङ है त। ठिक छ, यहाँनिर न्यू र ट्रु आयो, ओके फाइन। अब दिस इज यो चाहिँ अब हामीले दिस इज भनौँ न सिम्पल भ्यू ब्यागबाट ट्रान्सफर गरेको कुरा भयो। तर अझ बेटर वे के हो भन्दाखेरि स्ट्रङली टाइप भ्यू हो कि। स्ट्रङली टाइप भ्यू भन्नाले तपाईँले यहाँ जब भ्यू गर्नुहुन्छ नि, रिटर्न भ्यू गर्नुहुन्छ नि, तपाईँ यो टिकट स्ट्याटस सेन्ड गर्नुहुन्छ कि। ठिक छ, यो पास गरिदिनुहुन्छ। ठिक छ, यो पास गरिदिइसके पछाडि यो गो टु भ्यू र तपाईँले यो चाहिएन अब होइन। हामीले न्यू टिकटमा भन्ने एउटा इन्स्टेन्स क्रिएट गरेर त्यसमा चाहिँ डाटा कन्भर्ट गऱ्यौँ। अब के गर्न सक्नुहुन्छ भन्दाखेरि जब तपाईँले त्यो अब्जेक्ट पास गर्नुभयो, तपाईँले यो मोडल यो भ्यू पेजलाई के चिनाउनु पर्ने हुन्छ भने एउटा डिरेक्टिभ राख्नु पर्यो @model स्मल MODEL। यो मेरो मोडल चाहिँ टिकट स्ट्याटस आउँदैछ यसमा है। यो मेरो मोडलमा के आइरहेछ, तपाईँले उता जे पास गर्नुभयो त्यही प्रोभाइड गर्नुहुन्छ। दिस इज गोइङ टु बी माई टिकट स्ट्याटस भनेर गरेको केसमा नाउ अटोमेटिकल्ली तपाईँलाई के आउँछ त, @capital मोडलमा त्यो अब्जेक्ट ट्रान्सफर हुने भयो कि। एन्ड वाट क्यान यु डु इज मोडल डट गरेपछि तपाईँले नेम भनेर त्यो क्लासको प्रपर्टीहरू एक्सपोज गर्न पाउनुभयो। ठिक छ, यसलाई चाहिँ हामी स्ट्रङली टाइप भन्छौँ र यो चाहिँ मोस्ट अफ द टाइम युज गर्छौँ। ठिक छ, यस्तो टाइपको चाहिँ हामी गर्दैनौँ, बट दिस इज अल्सो वान अफ द वे भन्न खोजेको हो। मेबी तपाईँले यो टिकट स्ट्याटस यसरी पास गर्न सक्नुहुन्छ र अर्को क्लास हुनसक्छ अथवा केही हुनसक्छ, त्यो केसमा चाहिँ तपाईँले यसरी पनि भनौँ न कन्भर्ट गर्न सक्नुहुन्छ। या मल्टिपल क्लास
कन्भर्ट गर्नको लागि यु क्यान स्टिल ह्याभ यर मल्टिपल क्लासेस हैन, त्यो पनि प्रब्लम त भएन। तर यदि तपाईँले यो क्लासलाई भनौँ न एक्स्ट्रा नोइज दिन चाहनुहुन्न, मेबी यो चाहिँ धेरै ठाउँमा बाइन्ड भएको छ र यहाँनिर तपाईँले अर्को पब्लिक क्लास गरेर अर्को क्लास यहाँ पनि राख्न त सक्नुहुन्छ। अब यसले नोइज गर्छ अरू उसमा भनेदेखि त्यसरी तपाईँले समटाइम्स भ्यू ब्याकबाट ट्रान्सफर गर्न सक्नुहुन्छ। यो गरेको केसमा के भयो त हाम्रो एकदमै क्लिन भयो हैन, र यो चाहिँ स्ट्रङली टाइप भयो कि सेम थिङ आयो नि त, यहाँ सेम थिङ आयो। सो यो त भयो तपाईँलाई के को लागि, एउटा अब्जेक्टको लागि भयो। अब मोर देन वान एउटा अब्जेक्ट भन्नाले एउटा रोको भनौँ न हैन, डाटाबेसमा त तपाईँको यो के हुनसक्छ, मोर देन वान हुनसक्छ, कलेक्सन हुनसक्छ। त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यु विल बी प्रोभाइडिङ, अब कन्टेनर पनि त्यही अनुसारको हुनु पर्यो। दिस इज वान सिङ्गल इन्स्ट्यान्स, यसलाई होल्ड गर्नको लागि चाहिँ के हुन्छ त कलेक्सनको लागि देयर विल बी एन एरे। ओके, एउटा अब्जेक्टको लागि सिम्पल इन्टिजर भने जस्तै मल्टिपल कलेक्सन आइटम्सहरूको लागि एरे हो। तर अझ यसमा चाहिँ अलि बढी फ्लेक्सिबल भनेको तपाईँको लिस्ट छ कि, लिस्ट अफ टिकट स्ट्याटस हैन, एलएसटी स्ट्याटस इक्वल टु यसको एउटा नयाँ इन्स्ट्यान्स क्रिएट गर्नुभयो। एन्ड देन वाट क्यान यु डु इज यो लिस्ट अफ स्ट्याटसमा के गर्न सक्नुहुन्छ त डट एड गर्न सक्नुहुन्छ क्या, ठिक छ। एड के त टिकट स्ट्याटस हो। सो हाम्रो एरेमा चाहिँ एरे अफ न्यू टिकट स्ट्याटस एन्ड देन तपाईँलाई एरेमा के गर्नु पर्थ्यो, यु हेभ टु डिफाइन साइज हैन, कत्रो बनाउने भनेर। तपाईँको डाटा टाइप डाटा त 5 वटा 6 वटा जति पनि हुनसक्छ। अनि यसमा चाहिँ एरे स्ट्याटसको डट गर्नुभयो भने, नट डट, यो चाहिँ जिरो बेस इन्डेक्स हुने भयो। यसमा तपाईँले भनौँ न अरू फर्दर कुराहरू के एड एडिट डिलिट गर्न पाउनु भएन कि, एड भन्ने छैन कि यसमा, इन्सर्ट गर्न पाउनु भएन, किनभने द्याट इज अ फिक्स साइज भयो। लिस्ट भनेको चाहिँ तपाईँको डाइनामिक टाइप भयो। अनि त्यसमा अरू बढी फेसिलिटीहरू के दिने भयो त, लट अफ फिचर्सहरू दिने भयो। यसमा तपाईँले यो लिस्टबाट यु क्यान एड हैन, यु क्यान सर्च, ठिक छ, सर्च गर्न सक्नुहुन्छ, रिमुभ गर्न सक्नुहुन्छ एन्ड अल दोज थिङ्स है। सो मोस्ट अफ द टाइम हामीले युज गर्ने भनेको पनि के भयो त लिस्ट नै भयो। एरेले कसरी काम गर्छ सिसापमा भनेर तपाईँहरू हेर्नुहोस् उसमा हैन, तर मोस्ट अफ द टाइम हामी लिस्ट युज गर्छौँ। अब यसमा मैले के गरेँ भन्दाखेरि ओके 5 वटा चाहिन्छ हैन मलाई, हो यो नाम मात्रै चेन्ज गर्नु पर्यो हैन मैले। सो यहाँनिर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि जस्ट नेम हैन, स्ट्रिङ status name equal to new string of 5 or 4 5 हाम्रो स्ट्याटसहरु के छ
न्यू छ एउटा हैन त्यस पछाडी अर्को के छ न्यू ओपन and then हजुर result and then closed and then reopen भन्ने छ हैन अरु सबै सेम राखौं जस्ट मैले अहिलेलाई उ मात्रै गरेको भयो हैन यहाँ कहाँ कतिसम्म जानु पर्यो भन्नु त 0 1 2 3 4 ठीक छ हैन त अब मैले यहाँ रिटर्न के गर्छु त भन्नुस् त रिटर्न गर्नु पर्यो this list of status यो status रिटर्न गर्नु पर्यो हैन यो रिटर्न गरिसके पछाडी तपाईको यसको भ्यू पनि यो अब सिंगल अब्जेक्ट होइन नि त आउने भनेको त कलेक्सन हो सो व्हाट यु डू इज सिम्पल आई इन्युमरेबल भनेर राख्दिनुहुन्छ के तपाईले आई इन्युमरेबल भनेको इटरेट गर्न मिल्ने कलेक्सन्स अफ अब्जेक्ट हो हैन तर दिस इज योर के हो त कलेक्सन अफ आइटम हो सो यु क्यानट डु मोडल डट नेम गर्न सक्नुहुन्छ त सक्नुहुन्न नि दिस इज सिमिलर टु दिस वान के यो एउटा अब्जेक्टको लागि त यस यु क्यान डु डट नेम गर्न सक्नुहुन्छ यो लिस्टमा त तपाईले के गर्नु पर्यो लिस्ट इज सिमिलर टु के त हाम्रो एरे हो तर यो लिस्ट स्ट्याटसको यसको अब्जेक्टलाई एक्सेस गर्नलाई डट गर्नुभयो भने त आउँदैन नि 0 पोजिसनको 0th पोजिसनको गर्नुभयो भने चाहिँ आउँछ हैन सो 0th पोजिसन मात्रै नगरेर यु क्यान इभन डु फर्स्ट र डिफल्ट फर्स्ट भनेपछि फर्स्ट आइटमलाई जनाउँछ लास्ट पनि गर्न सक्नुहुन्छ हैन कन्डिसन पनि राख्न सक्नुहुन्छ मलाई कुन चाहिँ चाहियो त वेयर दिस इज कल्ड ल्याम्डा एक्सप्रेसन हैन ल्याम्डा एक्सप्रेसन भनेको यो चाहिँ अब इन्डिपेन्डेन्टली 3.5 फ्रेमवर्कमा आएको कुरा भयो यसले चाहिँ लिंक यु एक्सप्रेसन के ल्याङ्ग्वेज इन्टिग्रेटेड क्वेरी भन्छ जब तपाईले यस्तो अब्जेक्ट्सहरुमा क्वेरी गरेर डाटाहरु ल्याउनुहुन्छ दैट इज कल्ड अब्जेक्ट्समा पनि ल्याउन सक्नु भएको हुनाले चाहिँ क्वेरी गर्नु भएकोले चाहिँ इट इज कल्ड लिंक त्यस्तै गरेर डाटाबेस रिलेटेड गर्न सक्छौं डाटाबेसकोमा पनि हामीले क्वेरी गर्न सक्छौं इट इज कल्ड लिंक टु SQL लिंक एन्टिटीमा पनि गर्न सक्छौं XML अल दोस थिङ सो लिंक इज एभ्रीवेयर अर्को कुरा तपाईहरुले हेर्नु पर्ने भनेको लिंक हो हैन यसमा मैले के गर्न सक्छु भन्दाखेरि आई क्यान से इज एक्टिभ इक्वल टु ट्रू वाला लिएर आइज हैन ठीक छ यो लिंक एक्सप्रेसनहरु हेरौँला ओके अब यसरी आइसके पछाडी तपाईको यो मोडल पनि के हुने भयो त व्हाट इज योर मोडल इज यहाँ जे रिटर्न गर्नु भएको त्यही हो के दिस इज योर लिस्ट अफ टिकट के यो लिस्ट अफ टिकट हुने भयो सो यसलाई अब तपाईले लिस्टलाई नै डिस्प्ले गर्नु पर्यो भने के गर्नुहुन्छ यु क्यान क्रिएट अ टेबल यो HTML को कुरा भयो हैन टेबलमा के हुन्छ टेबल रो हुन्छ टेबल रो भित्र के हुन्छ सुरुमा टेबल हेडिङ होला हैन फर्स्ट हेडिङ इज योर नेम हैन सेकेन्ड हेडिङ के हुन्छ सेकेन्ड हेडिङ इज योर स्ट्याटस नेम या इज एक्टिभ भनेर राख्दै भयो हैन यस अर नो दिइहाल्छ एन्ड देन अब तपाईले के बनाउनु पर्यो अर्को यो चाहिँ टेबल हेडिङको भयो फर्स्ट ओके टेबल रोमा हुँदैन नि त तपाईको टेबल हेडिङ त यही हुनु पर्यो नि हैन फर्स्ट कलम इज योर दिस नेम सेकेन्ड कलम इज योर इज एक्टिभ हैन
यो टेबल डिजाइन गर्न आउँछ नि तपाईहरुलाई फर्स्ट टेबल रोमा दुईटा कलम हुने भयो सेकेन्ड विल बी यर रोज अफ डेटा त्यो चाहिँ केमा हुनु पर्यो त लुपमा हुनु पर्यो हैन सो फर @ गर्नु पर्यो फर ट्याब गर्नु भयो फर इच लगाउँ न हैन ट्याब फर इज आइटम इन के त मोडल के अब तपाईको मोडलमा चाहिँ के आयो कलेक्सन आयो नि त हैन कलेक्सन आयो सो यु क्यान तपाईले के क्रिएट गर्न सक्नुहुन्छ एउटा टेबल रो क्रिएट गर्न सक्नुहुन्छ हैन तर यहाँ चाहिँ टेबल डाटा हुनु पर्यो हैन टेबल डाटा एन्ड यो नेमको ठाउँमा चाहिँ @item के योर आइटम इज यर के भयो त यो तपाईको आइटम चाहिँ सिंगल टिकट स्ट्याटस भयो के सो यो var भन्ने किवर्ड चाहिँ इट्स अ डाइनामिक किवर्ड हैन यु कुड ह्याभ रिटन दिस वान अल्सो के यो var भनेको चाहिँ तपाईको के हो त इट्स अ टिकट स्ट्याटस एउटा अब्जेक्ट हो यो कलेक्सन अफ टिकट स्ट्याटसमा तपाईले इटरेट गर्नु भएको भयो हैन दिस आइटम डट फर्स्ट कोलम को हाम्रो के हो त नेम हो नि हैन आइटम डट नेम सेकेन्ड वान इज यर @item डट इज एक्टिभ सिम्पली अब यहाँ हाम्रो यो कलेक्सनमा जति टाइपको डाटा आए पनि जतिवटा आए पनि डजन्ट म्याटर हैन यो कलेक्सनले के गर्दिने भयो डिस्प्ले गर्दिने भयो सिम्पल लेट्स सी हैन ठीक छ नेम भनेको आयो इज एक्टिभमा यो बुझ्नुभयो बुझ्नुभयो ओके सो भनौँ न MVC मा अलिकति हामीले बुझ्नुपर्ने कुरा भनेको यस्तै नै हो सिम्पल कन्सेप्टहरु कसरी लिएर आइन्छ भनेर मेबी यो कुराहरु हामीले अब के गर्छौं डाटाबेसबाट लिएर आउँछौं अहिलेलाई हामीले इन मेमोरी डाटा जस्ट अहिले डिस्प्ले गर्नको लागि हैन तर यो टेबल चाहिँ whether you display from database अथवा in memory is the same thing यो भन्दा बढी हाम्रो डाटा त हुँदैन नि त हैन तर यसरी राख्ने भन्दा पनि हामी डाटाबेसबाटै लिएर आउँछौं हैन डाटाबेसबाट के हुन सक्छ भन्दाखेरि एउटा स्ट्याटस यो इज एक्टिभ चाहिँ कसले उ गरेको हो त भनेर चेन्ज हुन सक्छ हैन अब इज एक्टिभ ट्रू मात्रै गर्नुपर्ने हुन सक्छ हैन सो त्यो केसमा फिल्टर गर्ने काम आदि इत्यादि यो चाहिँ हामी डाटा एक्सेस लेयरबाट लिएर आउँछौं होला अनि फाइनली डिस्प्ले गर्छौं होला ठीक छ सो दिस इज अ गुड स्टार्ट तपाईहरुलाई अब हुन्छ नि हेर्नको लागि चाहिँ कहाँ के हुने रहेछ भन्ने कुरा हेर्नको लागि र डाटा बाइन्ड गर्नको लागि चाहिँ दिस इज अ गुड स्टार्ट हो र यसमा तपाईले जान्नुपर्ने कुराहरु भनेको कसरी तपाईले मिक्स म्याच गर्नुहुन्छ मिक्स म्याच गरेर C# एक्सप्रेसन as well as के त HTML कन्ट्रोल हरु चाहिँ लेख्नुहुन्छ भन्ने कुरा हो यसमा लेट्स से you have this index भन्ने छ हैन ओके लेट्स से you want to write an email के भनेदेखि @ गर्ने बित्तिकै तपाईको के हुने भयो let's say I want to say lfa@gmail.com हैन सो तपाईले you want to write here के @lfa हैन sorry lfa@gmail.com के ओके यहाँनेर तपाईको आइ नै हाल्यो हैन lfa@gmail.com सबैमा त्यही नै आयो दैट इज नो प्रब्लम यस्तो केसमा कहिलेकाहीँ लेख्नु पर्ने हुन्छ के तपाईलाई
त्यो केसमा what you do is ठीक छ सो तपाईले @ मात्रै गर्नुभयो भने के हुन्छ यसमा ओके दिस @ भनेको दिस इज C# एक्सप्रेसन भनेर उले चुज गर्न खोज्छ सो त्यो केसमा what you do is @ राख्नुहुन्छ and then it will create as text हो त्यो एउटा कुरा भयो अर्को कुरा चाहिँ let's say we have id छ हैन @id छ item.id छ हैन this id could be your तपाईको डेटा हुन सक्छ हैन यो डेटा चाहिँ डेटामा तपाईले एडिसन गर्नुपर्ने हुन सक्छ अथवा यसको रेटिङ के हो आदि इत्यादि हेर्नुपर्ने हुन सक्छ हैन सो त्यो केसमा you want to have an expression भनौं न by 10 गर्नु पर्यो भने के हुन्छ सो by 10 गर्नु पर्यो यसरी देखाउनु पर्यो नो प्रब्लम तर तपाईलाई 1/10th भन्ने ल्याउनु पर्यो भने देखि म्याथमेटिकल क्याल्कुलेसन गर्नु पर्यो भने यु पुट इन ब्र्याकेट के ठीक छ यो ब्र्याकेटमा राख्नु भयो भने 1/10 भनेको या दैट इज इन्टिजर हैन सो व्हाट विल आई डू भन्दाखेरि @item.id equal to 100 हैन यो गर्नु भयो भने के भयो डिवाइड बाइ 10 भयो हैन अर्को कुरा भनेको ओके यहाँनेरि तपाईलाई के राख्नु पर्यो त यो ब्र्याकेटै राख्नु पर्यो के यस्तै ब्र्याकेट राख्नु पर्यो के हैन लास्टमा भनेदेखि त यसले दिएन ओके ब्र्याकेट त दियो इनसाइड हो क्या हो सो यस्तो सिचुएसनहरु तपाईलाई कुनै कुनै बेलामा आउन सक्छ ओके इट्स द सेम थिङ हैन जुन कि टीडी भित्रै राख्नु पर्यो या सो एट दैट केस व्हाट यु डू इज @ कोलन गर्नुहुन्छ यस हैन यो अघि चाहिँ एउटा मात्रै आएको थियो नि त हैन सो भित्र राख्नु पर्यो भनेदेखि चाहिँ तपाईले यु विल राइट @ कोलन राख्नु भयो भने चाहिँ त्यसलाई स्केप गर्ने भयो ठीक छ सो दिज आर सम रेजर सिन्ट्याक्सको कुराहरु हैन यो भन्दा बाहेक अब अरु कुराहरु चाहिँ विल सी जब हामी चाहिँ भनौं न अब यो टिकट स्ट्याटसलाई हामीले के गर्यौं अहिले क्रुड अपरेसनमा लिस्ट गर्यौं हैन जस्ट लिस्ट मात्रै गर्यौं अब यसमा क्रिएट गर्ने होला इन्सर्ट गर्ने आदि इत्यादि हेर्छौं है त सो आजलाई यति गरौँ तपाईहरु प्र्याक्टिस गर्नु होला यो एमबीसी रिलेटेड कुराहरु र यसमा यसो हेर्नुस् हेर्दै गर्नुस् के हुन सक्छ भनेर